बाटुली तालको म यहाँ डिलमा बसेर बाटुली तालको भ्यू लिँदैछु है साथीहरू। यो हाम्रो चाहिँ नि चितवन राष्ट्रिय भित्रको बाटुली ताल हो है। अब मैले अगाडिबाट लिएर आएको छु। साथीहरू उता जानुभयो। हाम्रो चाहिँ 9-10 जना आएको छौँ बुढाहरू शुद्ध। अब 10 जना आएको रहेछन् बच्चा शुद्ध। बाटुली ताल हो यो। हेर्नुहोस् है, सालको रुखहरू। हाम्रो पुरानो बस्ती पनि हो यो। मैले यस्तै लिएर आएको छु बाटुली ताल है। अब यसको चाहिँ पछाडिबाट यसको तालको सबै लिन्छु है त। ल बाटुली ताल है मित्रहरू, बाटुली ताल हेर्नु होला है। अब यो चाहिँ यस्तो मान्छे आउने भएपछि त कमसेकम अलिकति ताल सफा संरक्षण पनि गर्नुपर्ने होला। हाम्रो नेपालमा चाहिँ यो अलि नभएको देख्दा ठिक लागेन। यो भिडियो सबैले हेर्नु होला, सेयर गर्नु होला। यो तालमा चाहिँ टिकटै काटेर भित्र प्रवेश गर्ने रहेछ। म देखाउँदैछु यहाँ देउनरबाट पनि तलभित्रलाई बाटुली ताल भन्दो रहेछन्। बाटुलो नै एकदम लाम्चो रहेछ। बाटुलो हुनुपर्ने बाटुली ताल त, तर यो तालमा आउँदा पनि पैसा लाग्दो रहेछ। तर ठिक छ, यो तालको संरक्षण गर्न पर्यो है। सम्बन्धित निकायसम्म पनि यो भिडियो पुगोस्। हजुर, अनि सबैजनालाई मैले यो तालको देखाउँदैछु है। के भन्नुभयो म्याम? ल अब म फेरि नेक्स्ट भिडियो लिन्छु होइन। साथीहरू ढुङ्गा खेल्ने रे, ढुङ्गाको टिकट छ मेरो हातमा है। 7 जना साथीहरू ढुङ्गा खेल्ने, ढुङ्गा टिकट छ हातमा। म उहाँहरूलाई बोलाउँछु, फेरि नेक्स्ट भिडियो बनाउँछु। सबैजनाले बाटुली तालको अवलोकन गर्नु होला, तर यहाँको संरक्षण पनि गर्नु होला भनेर अनुरोध गर्दै यो भिडियो म अन्त्य गर्छु। सबैजना